आज चाहिँ म कोरियाको एकदमै फेमस गाउँमा आइपुगेको छु र यहाँनिर चाहिँ एउटा क्याफे पनि छ। जुन क्याफे चाहिँ कोरियामा हुने साथीहरूलाई चाहिँ थाहा पाउनु नै भइरहेको होला होइन? र आज चाहिँ म तपाईँहरूलाई यो गाउँ देखाउने छु र यो गाउँ चाहिँ कस्तो छ भनेर भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु होला र क्याफेभित्र पनि जानेछु। मान्छेहरू चाहिँ एकदमै धेरै हुने रहेछ त्यहाँ।
एकदमै राम्रो ठाउँ घुम्नको लागि एकदमै आनन्द शान्तपूर्ण वातावरणले भरिएको ठाउँ रहेछ यो चाहिँ। र यहाँ चाहिँ मान्छेहरूको सधैँ एकदमै धेरै नै भिड हुँदो रहेछ र अघि नै चाहिँ मैले क्याफेको भित्र जाने कोसिस पनि गरेँ। त्यहाँ चाहिँ मान्छेहरू एकदमै धेरै भएको हुनाले म चाहिँ जान सकेन। लाइन लाग्नु पर्दो रहेछ सकेसम्म र विदेशीहरू पनि एकदमै धेरै देखेँ यो ठाउँमा चाहिँ। यो चाहिँ अब एउटा गाउँ नै भए पनि पर्यटकीय स्थलको रूपमा परिवर्तन नै भइसकेको रहेछ। अब मैले पनि आज पहिलोपटक आएर हेरेको हो। सकेसम्म अब क्याफेमै जाने भन्ने सोच थियो सुरुबाट, तर सकिएन र अब म चाहिँ यो गाउँको यसो वरपर हेर्दैछु है त कस्तो छ भनेर। साथीहरूले पनि भिडियोलाई अन्तिमसम्म हेरेर यो गाउँको बारेमा चाहिँ केही जानकारी लिन सक्नुहुन्छ। यो गाउँमा चाहिँ आधा भाग चाहिँ काठले बनेको घरहरू मात्रै रहेछ र आधातिर चाहिँ इँटाले बनेको घरहरू, कङ्क्रिटको भवनहरू भनौँ न होइन, त्यस्तो रहेछ र यतातिर चाहिँ यो अमेरिकन स्टाइलको घर पनि रहेछ र मैले चाहिँ यो घरहरू विशेष गरी जुन अमेरिकन आर्मी आर्मी बेसहरू हुन्छ होइन, त्यस्तै ठाउँको वरपर देखिरहेको थिएँ। यहाँनिर चाहिँ बनेको रहेछ एउटा दुईटा घरहरू र अब हामी चाहिँ यहाँबाट अलिकति अगाडि जाऊँ, अगाडि चाहिँ के छ। र यो अगाडि देखिने पहाड चाहिँ साथीहरूले देख्न सक्नुहुन्छ होइन। अब यो चाहिँ कोरियामा रहने साथीहरू पक्कै पनि यो पहाडमा चढ्नु नै भएको होला। यो पहाड चाहिँ फुक्खान हो। सबैभन्दा अग्लो चुच्चो चाहिँ फुक्खान हो र अन्य पहाडहरू चाहिँ यसको मुनि धेरै छन् र यो पहाडको ठिक मुनि चाहिँ यस्तो राम्रो गाउँ बनेको रहेछ। त्यसैले एकदमै फेमस छ यो गाउँ कोरियामा र यो घरहरू चाहिँ सबै मान्छे नै बस्ने घर रहेछ। मैले चाहिँ यो सायद त्यस्तो बनाएर मात्रै राखेको हो कि भन्ने पनि सोचेको थिएँ, तर यो चाहिँ सबै मान्छेहरू नै बस्ने घर रहेछ। म चाहिँ अहिले सबै गाउँ घुमेर पनि अब कोठा फर्किने बेला भइसकेको छ। र यो गाउँ चाहिँ एकदमै राम्रो रहेछ। मैले सबै घुमेरै भ्याएँ र साथीहरूले पनि भिडियोलाई अन्तिमसम्म हेर्नु होला होइन। गाउँ चाहिँ एकदमै राम्रो छ र जति पनि कोरियामा हुने साथीहरू हुनुहुन्छ, उहाँहरू चाहिँ यदि आउन सक्नुहुन्छ भने यो गाउँमा आउन सक्नुहुनेछ र आउने तरिका म सबै भनिदिनेछु भिडियोमा। र यो गाउँ चाहिँ यस्तो राम्रो रहेछ कुरै छर्डिनुहोस् होइन। काठै काठको रहेछ पुरै। र अब चाहिँ म कोठातिर जानुपर्छ र आजको भिडियो चाहिँ यहाँसम्म मात्रै है त। बाई बाई।